पार्ट 1 हेरेकोले फर्स्टमा पार्ट 1 हेर्नु होला, नत्र पार्ट 2 नबुझेर मुटुको धड्कन फास्ट केडा ब्लास्ट हुन सक्छ। कुत्ता मार्ने सालेको खोपडी मार्ने सालेको खोपडी मार्ने सालेको खोपडी खोपेको हालेका मार्ने सालेको खोपडी मार्ने सालेको खोपडी मार्ने सालेको खोपडी खोपेको हालेका। हेलो एन्ड नमस्ते सबैजनालाई। म आज आइसक्यो फेरि एउटा नयाँवाला भिडियोमा। र आजको भिडियोमा तिमीले लास्ट बेन्चर लभ काण्डको पार्ट 2 सुन्नेवाला छौ। सो भिडियो मन पर्छ भने नलजाइकन लाइक गरिदेऊ, शेयर गरिदेऊ र च्यानलमा नयाँ छौ भने सब्स्क्राइब गरिदेऊ। या त खुट्टामाथि खुट्टा हालेर बसेर मात्र हुँदैन के केटा हो, सब्स्क्राइब पनि ठोक्नु पर्छ। सो के केटा लाइक शेयर सब्स्क्राइब गरेर भन्दै हैन यो कुरालाई छोड्दिम, अब कुरालाई हाम्रो भिडियोतिर मोड्दिम। सो केटा हो जब त्यो लास्ट बेन्चर केटोको लभ पर्यो, यो कुरा आफ्नो ठाउँमा छ कि सिर्फ वान साइडेड मात्र थियो, त्यही पनि लभ त पर्न त परेको। पहिला लास्ट बेन्चमा बसेर हल्ला गर्ने केटो, अहिले त फर्स्ट बेन्चकी केटीले हेरेर मस्त हैन एक्लै बसेर मुस्कुराउनु हो माया गरेर बसिरहेको हुन्थ्यो। सरले क्वेसन सोद्धाखेरि फर्स्ट बेन्चकी केटीले आन्सर भन्थ्यो र सबभन्दा फर्स्ट क्ल्याप चाहिँ सुरु चाहिँ त्यसले गर्थ्यो। र यस्तो बिहेभियरहरू देखिसकेपछि त्यो केटीलाई कहीँ कतै त्यो केटापछि हल्का लभवाला फिलिङ पनि जाग्न लागेछ। हल्का हल्का केटीले पनि भाउजे जस्तो गरिसकेपछि केटोले चाहिँ प्रपोज हानी सोचेछ अनि मर्दको आर्ट लिएर प्रेम प्रस्तावको बात गर्नको लागि चाहिँ त्यो चाहिँ गएछ। हातमा फुल लिएर केटोले चाहिँ सिधै प्रपोज ठोक्दैछ। केटी हो हल्का लजाए जस्तो हल्का बौखाए जस्तो त गर्नै पर्यो, त्यही भएर हल्का मात्र लजाएर मुसुक्क हाँस्दिन्छ। अनि केटीले चाहिँ रातभर लाएर लेखेको लभ लेटर चाहिँ केटीलाई दिएछ। केटीले पनि कुनै पनि किसिमको नखरा नगरिकन लभ लेटर लिन्छ। त्यहाँ खोल्दा त हल्का हैन हल्का हुन्छ नि, अब हल्का हल्का बिला लाएर होला सायद केटीले चाहिँ म घर गएर हेर्छु अनि त्यसपछि तिमीलाई रिप्लाई दिन्छु भनेर केटीले भनिदिन्छ र त्यहाँबाट गइछ। फर्स्ट बेन्चकी केटी फर्स्ट टाइम प्रपोजल आइरहेको थियो हैन, अब केटी पनि एकदम क्युरियस थियो लभ लेटर पढ्नको लागि। र घर जाने बित्तिकै केटीले चाहिँ सिधै लभ लेटर खोलेर पढ्न लाग्छ। र लभ लेटरमा चाहिँ यस्तो लेखिएको थियो, तिमी फर्स्ट बेन्चको टपर भए म लास्ट बेन्चको फ्लपर, म्याथको प्रब्लम्सहरुलाई त तिमीले क्वाप्पै खान्छौ जस्तो कि चियासँग बफ, आफू त लास्ट बेन्चर परियो हजुर मात्र हान्न आउँछ गफ, a² + 2ab - b² यस्तो मैले कहिले जोड्दिन, साइन्सलाई न्युटनले छोड्ला तर मैले कहिले तिमीलाई छोड्दिन, सर कि पियारी तिमी तर हामीलाई मिल्छ काली, क्वेशनको आन्सर तिमीले मिलाउँदा सबैभन्दा सुरुमा मैले बजाउँछु ताली, साइन्समा पनि ट्यालेन्ट तिमी जस्तै न्युटन बाकी छोरी, इंग्लिशमा त भन्ने परेन झन् डोनाल्ड ट्रम्प भन्दा गोरी, आफू त कालो परियो लाग्ला तिमीलाई अल्ली फोरी, लास्ट बेन्चमा बस्ने हल्ला गर्ने लाग्ला तिमीलाई तोरी, तर लास्ट बेन्चरिज हामी जलुस दामी, गोरेले जित्लान् संसार तर बाँकी रहन्छन् काले, तर जति रहन्छन् काले त्यति सबै हुन्छन् दिलवाले, आलुको बिउ आई लभ यु, माखाको गु तिमीले पनि भन्देऊ आई लभ यु टु। स्वीकेटा यति लभ लेटर पढिसकेपछि लास्ट बेन्चर केटो रक केटी सक भक्की केटी पुराको पुरा अचम्मको दुनियाँमा थिइन्। भाइ लेभल अलगै लेभलको यो प्रपोजल थियो र भोलिपल्ट दुईजनाको स्कुलमा भेट हुन्छ। ड्याङ्गा लाएर केटीले हैन एक्सेप्ट गर्दियो भने थाहा पाउने बित्तिकै केटो चाहिँ पुराको पुरा ह्याप्पी त्यसपछि दुईजना खाँदा बस्दा जे गर्दा पनि दुईजना मस्त तरिकाले सँगसँगै गर्न लागेछ अनि भनिन्छ नि लभ क्यान चेन्ज एभ्रिथिङ हो, त्यस्तै गरेर केटो पनि पढ्न लागेछ त्यो केटीसँग र दुईजना मस्त सँगै पढ्ने बोल्ने प्र्याक्टिस गर्ने गरिरहेको हुन्थ्यो। त्यस्तो गर्दा गर्दै इक्जाम आएर इक्जाममा चाहिँ मस्त तरिकाले दुईजनाले इक्जाम दिएछन्। इक्जाम दिइसकेपछि रिजल्ट अभियसली आउने नै भयो। लाएर रिजल्ट दिन गएछ र रिजल्ट दिन जाँदा थाहा पाएछ केटोले 60% आएछ। तर त 60% चाहिँ 90% आउने फर्स्ट बेन्चको केटीको। यो चाहिँ डिटु हिन्दीमा एउटा छ नि एउटा कहावत हो त्यस्तै छ, मैं पहले बहुत कमी ना इंसान हुआ करता था फिर मैंने क्लास के टॉपर दोस्तों को संगत किया अभी साला वो लोग मुझसे भी ज्यादा कमीने है। सो गाइस दिस मच फर टुडे भिडियो कस्तो लाग्यो मन पर्यो भने लाइक गरिदेऊ, च्यानलमा नयाँ छौ भने सब्स्क्राइब गरिदेऊ र यसो कमेन्टतिर पनि सजेसनहरु दिँदै गरिदेऊ। सी यु अन नेक्स्ट भिडियो, बाइ बाइ टाटा जय नेपाल।